चढेर मामा घर जाँदैछु। म चाहिँ आज एउटा सानो कामले विराटनगर आइपुगेको अनि अहिले चाहिँ मामा घर हिँड्दै जाँदैछु। आइपुग्न आँट्यो, गेटमा पुग्न आँटेँ अनि घरमा चाहिँ मैले कसैलाई पनि भनेको छैन यिनीहरूमा। सो सरप्राइज हुनेवाला छ। मामा घरमा चाहिँ मामाले अघि नै आमालाई भनेर खाना पकाउँदै गर्नु भनिसकिछ। सो मामा घर पुगेँ म। अब गेटभित्र जान्छु। दिस इज माई मामा घर। मामा घर पुगेँ म। आभ्या होली। हाई आभ्या। ल हाई भनिदेऊ यहाँ भिडियोमा। म आज मामा घरबाट हिँडेको दिन। अब अहिले चाहिँ इटरी जान्छु, एउटा सानो काम छ मेरो। त्यही भएर इटरी पछि म यिनीहरू घर जान्छु अनि घर गएपछि म भिडियो खिच्छु। अहिले इटरीमा भिडियो त खिच्छु होला। अनि दिस इज माई मामा घर। सो जाम अब एक्लै गाडी चढेर। पठाउ छैन यहाँ। हामी अहिले जुस खान आएको छौँ। कति मिठो हावा चलिरहेछ यहाँ पिपलको बोटमा। अनि अब हामी यो बाटोबाट गाउँतिर लाग्छौँ। हाम्रो घर यो बाटोबाट सिधा जाने हो गाविस हुँदै। अहिले रिक्साको वेटिङमा छौँ। हजुर कसलाई गर्नुहुन्छ समताची? कसलाई गर्नु? ओइ ब्लगमा चिप्लेर रमेश नभन यहाँ। हामी त्यो कट गर्नेवाला छैन। यो चाहिँ मेरो गाउँ हो। अब हामी घर जाँदैछौँ। के भन्नुहोस् न हो मेरो गाउँ चाहिँ। हेलो बेबी, तिमी म देखेर सरप्राइज भयो? भएनौ? यी ल्याऊ तिमीलाई। थ्याङ्क यू खै भनेको। हेलो गाइस, म लिच्ची दिदीसँग लिच्ची खाना गएको। ल जाम न त। ल लेट्स गो। यो चाहिँ हाम्रो घरको बाछा हो। ल जाम। हाम्रो लिच्चीको बोट हो यो सानी। लिच्ची। ल एउटा टिपेर खा न त। कुन चाहिँ टिप्न सक्छस्? कुन टिप्न सक्छस्? ल टिपेर खा त। देखा त। वाउ। हात धुँदा आउँछु मैले। पर्दैन धुन, त्यतिकै खान मिल्छ लिच्ची। यहाँ आइसा खाँदैछ लिच्ची। खान्छु। ल म पनि यो लिच्ची खान्छु। यो रातो रातो पाराको यही खाइदिनु पर्यो। सरप्राइज। कस्तो लाग्यो मेरो सरप्राइज? यस्तो गर्नु त। मलाई त थाहा थियो हिजो कान्छीले मलाई चाहिँ अलिकति कुरो उठाएको थियो, मैले भन्न चाहिँ बिर्सि नै राखेको थिएँ। आज चाहिँ बिहानै उठ्ने बित्तिकै अहिले कति बज्यो भने 7:30 भयो अनि इट्स रेनिङ। एकदम ठुलो पानी परिरहेछ। अनि यहाँ मसँग चाहिँ आराध्या। हेलो गाइस। हेलो गाइस।
हामी चाहिँ अहिले मङ्गलबारे हटिया हो कि हटिया आएको छौँ। टमाटर किन्दैछन् दुईटी। यहाँ चाहिँ सानी हाम्रो बेबी अब स्कुल जान आँटिन्। हेलो बेबी। अब आउने बेला भयो गाडी। ल इधरको गाडी आयो, अब इधर जान्छन् तिनटी। ल बाई भनिदेऊ न त आराध्या। पख साइड लाएर बस। स्मल हेभेनमा हो नि इधर। अब हामी लिची टिप्न आँटेको हो किनकि म भोलि काठमाडौँ जान्छु। सो लिची लिएर जानु पर्यो नि त सबैलाई, आफू पनि खान, कसैले पनि लग्न। म चढ्छु बाबा, छोड्दिसो म चढ्न सक्छु हौ। लिची चाहिँ हामीले यति टिप्यौँ बाबाले। बेबी त स्कुलबाट पनि आइन्। आज भोलिदेखि फिल्म चाहिँ बिग्छ यतै जाँदा हिँड्दा कसै बोलिन्छ अनि आज भोलि फिल्म चाहिँ बिग्छ यतै जाँदा हिँड्दा कसै बोलिन्छ। खतम। ल बाई 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 राम्रो ल बाई गाइस भन्न त। बाई गाइस। ल हाम्रो यात्रा राम्रै भएको छ। कसैले खाए कसैले खाएनन्। त्यो आज राम्रै छ। अगाडि तामाङ भाइले राम्रो गीत लगाइराख्नु भएको छ। यो समग्र राम्रै छ। हामी बिहे घर आइपुग्यौँ। अहिले बिहे घरमा यस्तो चल्दैछ खाना पकाउने भन्ने। हामी अहिले जानकी मन्दिर आइपुग्यौँ। यो चाहिँ जानकी मन्दिर रातिको टाइममा। हामी यहाँ स्कुटरमा घुम्दा घुम्दै यहाँ पब्लिक जिम भेट्यौँ हामीले, कम्युनिटी जिम। अब हामी एकछिन यहाँ जिममा गर्छौँ। आइज देखा गरेर यहाँ बस होइन, अनि यस्तो यस्तो गर्न यस्तो यस्तो हो त्यसरी। त्यो पकाएर